त ढली भएछ हाम्रो भ्लगर त यहाँ बीच बाटोमा बाइक लडाएर बस्छन् राइट एकछिन दया आउँदैछन् हाम्रो बीच बाटोमा बाइक फसिरहेको छ हेलो बिस्तारै ल ओहो कस्तो रडेको यार भिडियो कहाँ देखायो मैले ल केटा अब हामी यहाँबाट हिँड्यौँ होइन यो नेपाली भइहाल्यो नेपालीको कोठाबाट हिँड्यौँ अब हामी जाइन्छ ठ्याक्क ऊ त्यस्तो भ्यू हेर्नु ट्याक्क म यहाँ भएँ मेरो हेलमेट ब्लग बनायो त नेपाली नभने नि हुन्छ कि के छ नेपाली अब यात्राको लागि रेडी हो एकदमै रेडी ल रमाइलो हान्नुपर्छ है त यो भ्लग चाहिँ म हाल्छु कि हाल्दिनँ थाहा आएन तर मेमोरिजको लागि रेकर्ड त हान्छु भ्लग हाले नि भयो नि रेकर्ड हान्छु त राख हो पहिला ल हामी यहाँबाट यो अलि हेभी हो नेपालीले भुइँमा राखेर बनाएको थिएँ म हो नि भ्लगर भनेको ल हाम्रो केटाहरू भेटी भयो होइन यो हाम्रो यहाँ चार्जर पावर ब्याङ्क छ दादा भयो केबल नि हो दादाले अब बाइक बेच्थ्यो रे त्यही भएर अब यो बाइकमा टक्क लास्ट राइड कोही त सिट निकाल्यो आउँछ यो भिडियो ल हामी चाहिँ अब ताङतिङको सिट निकाले होइन नि सिट निकाले भने होइन सिटै निकालिएन हजारमा नत्र निकालेको हाम्रा प्रशान्त दादा हुन् होइन दादाको नयाँ बाइक के छ दादा कस्तो नयाँ बाइकको रिभ्यू बाइकको पार्टी ताङतिङ जाम के अरे कर्पु जान्छ नि भनेर लिएर हिँडेको हामीलाई चाहिँ होइन तर यो बाइक चाहिँ राम्रै हो मान्छे अलिक भर छैन उहाँ पुऱ्याउन सक्दैन थाहा होइन भाइले नि हेलमेट लाएर हो अझै त्यो उसकै त्यो के हाइड्रो पावरको बाटो कि भन्छ त्यो भैँसी हुँदै के छ है सुन्ने हो कि उताबाट जाम न त यहाँबाट फेरि झर्नालाई ओह्रालो घुम्ती फेरि अन्त त्यो बाटो भयो के तेरिका मैले हेर्दिनँ 1 2 3 4 5 भ्यू 4 भ्यू आउँछ तेरो भिडियो कहाँ देखायो मैले
छ नि त जाम यार चिया खाम कि चिया त हामीलाई त नि अब भन्छ यही गल्ली गल्ली हिँडौँ जहाँ भेटिन्छ त्यही चिया समोसा नि ओ चिउरा लिएर आएको हामीले चिउरा कसले ए मैले हाल्न लाग्यो त्यो चिउरा हुन्छ नि त्यो घर बनाउने के घर बनाएको त्यो चुरुम चुरुम होइन के त्यो फ्ल्याट वाला के त्यो नेपालीको कोठाबाट खाएको थियौँ नि हामीले मिठो त्यो टायरको माया लाउने कि यस्तो चुच्चो चुच्चो ढुङ्गा है मैले त तपाईँको त बेच्ने भइहाल्यो अनि के हाल्दिएको मैले त बाइक त फुल छोटो के यस्तो यस्तो ढुङ्गा आउँछ नि बेच्ने फिक्स हो त्यसले लाने फिक्स हो त्यस्तो त नबनाइ भाउ के नबनाउने अश्लील व्यवहार भर्खर यहाँ कि मेरो झोला पो रहेछ त्यो त राजा हेर्न तँलाई बक्यो 0 सब्सक्राइबर भएर यसले हेपेको 1 सब्सक्राइबर भएपछि म यसलाई हेप्छु कि होइन त स्याहार आफूलाई खिच्ने होला नि ओए राम्रो देखिरहेको केटाहरू हिँडेको फोटो लिया त के रे दादा बाबु ओला गाडी भित्र मान्छे अनि कि उतै रोक्न पर्थ्यो यता आएपछि त अनि उता नि कहाँ पनि सकियो त हिँड्यो नि जामकै जाम यो के भएर टाइमिङ डुल्न त भा त्यो अघि त्यो चोकमा अलि धेरै बाइकहरू थियो नि त्यहाँनिर रोक्न पर्ने थियो कि टक्क फुलहरू फुल्लाएर चाहिँ राम्रो फुल देखिने है त्यहाँ रहेछ नि यो खाजा यहाँ यहाँ त लगेको सबै ठाउँ मान्छे धेरै आएन है यहाँ अब बाटो यस्तो खत्तम भएको कारणले हाम्रो ढकाल सर विशाल ढकाल सर अगाडि गइसक्यो बाइकमा लगेर मलाई चाहिँ पछाडि छोडी भए केही छैन म बाटो बनाउँदै हिँड्दा छु अनि हाम्रो कतिजना छन् 3 जना साथीहरू त्यही पछाडि छन् आउँदैछन् बुलेटमा ढर ढर बाइक सिटवाला बाटो भएर जाने यस्तै क्लस प्लेट गयो भनेको त हामी आउँदाखेरि बाटोमा लगभग 3टा बाइक जति त्यस्तै थम्किएरै लिएर गइरहेको थिएँ कुनै गाडीमा कुनै एउटाले डोरीले तान्दै हाम्रो बिचबाट बाइक फसिरहेको छ हो हेलो बिस्तारै 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 ओहो कस्तो रडेको यार गाह्रो आएको छ कान्ते उए त्यो टायर झरिन चिप्लिन्छ बरु झरेर धकाल्न लगा के यहाँ त फस्यो त्यति गाडी पनि लिएर आएको थियो यहाँहरू बाइक अड्केको ठाउँबाट सक्दिनँ भनेर फर्कायो गाडी अब म जान्छु फेरि उ 3 बिस उता त्यहाँ देखाएको जाँदै त अगाडि एकछिन थकाइ मारेर के छ अनि 20,000 स्टेसन भन्ने सुनाउँदैछु ल हेर्छ हालत म त
यहाँ त ढलिरहेछ हामी थकित भएर बसिरह गाडी पनि हिँडिरहेछ सिआर दादा थकित दादाको फर्स्ट टाइम बुलेटमा लङ राइड त्यही पनि बाटो यति राम्रो छ होइन के छ दादा ए त्यो जेपिडी नबोल है ओइ त फेरि चेन्ज होला सिआर तर तैँले भिडियो बनाउनु पर्छ त त एक्लै हिँडियोस् मैले बाइकले लिएर हिँडिरहेको थिएँ म यहाँ यो बोकेँ यो बाइकमा घिचाउँदै हिँड्नु पर्छ ल ल अब हाम्रो भ्लगर त यहाँ बिच बाटोमा बाइक लडाएर बस्छन् कसरी लडिगयो त नि अब त मन चित्त बुझ्यो ढकलको नि बाइक लडेको खिच्नु आइयो भनेर राइट एकछिन दया आउँदैछन् कस्तो छ नेपाली मेरो के बनाउने हो र नबोल्न हाते बाटो चाहिँ सबै यस्तै रहेछ होइन ए भ्यू चाहिँ यति राम्रो भ्यू यति राम्रो छ तर बाटो चाहिँ धोबियो के छ सुवेक दाइ आइगयो फाइनली है हात त एकदम काटेको छ बाटो पनि एकदम खत्तमै छ त्यही भएर अब हाम्रो भ्यालुएबल सजेसन चाहिँ के हो दादा तान्तिङमा बाइक राख्ने आउने होइन आउने त्यसलाई आफ्नो सोलो छ भने आउने सोलो छ भने बाइक भयो नि सोलो घाम पऱ्यो कि चस्मा कहाँ गयो एकछिन सोलो छ भने आउनु नत्र भने चाहिँ नआउनु सोलो छ भने चाहिँ ढुक्क आयो हुन्छ भ्यू चाहिँ यहाँबाट त ओर्थिट नै छ है दुईटा भ्यू यस्तो दामी ठाउँमा कस्तो दामी राखेको त यो अब बेलुका म त नेपालीले किन छोडिदिएँ भन्दाखेरि म त त्यो बाइकले पनि तान्थेन नि हजुर अलि 10 पाइला तान्ने हो नतान्ने हो मैले एकछिन त्यो ढुङ्गानाको बाइक चलाएको डेन्जर रन्केर आएँ त म फेरि पावर छैन भन्दाखेरि त्यो मैले भने नि क्लचको मेसो नपाएन त्यस्तो कि अब त्यसले मेसो पाएन नि त राम्रो अनि अब त्यो रातो उस माउन्टेनको त्यो लाइट पर्छ भने छुट्छ भनेर नै आइदिउँ जाउँ न त पुरा गरौँ जाऊँ त हेरीको यो के भन्छ अरे त्यो भैँसी आलुवानी जस्तो ठाउँमा धेरैजना ओ तर राम्रै आउँदो रहेछ त यार एरियामा चाहिँ धेरैजनाको एक्सपेक्टेसन भर्सेस रियालिटी भइरहेछ आहा ढकालले भनेको ठाउँमा जान चाहिँ नहुँदैछ आँखा बन्द गरेर बस भोलि बिहान सिधै खोल्लासम्म अब आइसक्यो नि राम्रो होइन त नि दाइ ठाउँ राम्रो हो ल बल्ल अलि सुध्रियो है उतो केटो बल्ल सुध्रियो नेपाल दादा के हारेको कि 30,000 एमएच छ सबको चार्ज हुन्छ भनेको तिस तपाईँको ल ठिक छ तपाईँको र मेरो मेन भइहाल्यो होइन फोटै यिनीहरू नि हेपेको होइन दादा कस्तो यो भ्लग बनाउने भनेको देख्यो रातो त्यो सनसेट टाइप्स देख्छ सनकिस्ट हो सनकिस्ट किरेपै हो धेरै नै भएपछि त यस्तो बोल्छु नि वाह कस्तो राम्रो आइरहेछ यस्तो भ्यूका साथ हाम्रो चाय ब्रेक भइरहेछ घरपु डाँडाको ढुप्पामा नि आइयो यस्तो राम्रो छ होइन मेरो बाइक छ बाइक नानी नि यहीँ थियो आहा त्यहाँ टुप्पोबाट नि देखिन्छ यस्तो राम्रो आमा घाम त
यसो नेपाली र म अब हामी कर्पुट डाँडामा जान लागिरहेछ मेन गरुड डाँडा अरू उठेनन् भ्याना उठेर हिँड्नु परिरहेछ बाटोमा चाहिँ शीत भयो कि के हो गरेर आइस जस्तो टल्लो ढल्किरहेछ त्यसो नेपाली कति गाह्रो भयो हिँड्नु यस्तो बाटो छ अब सिधै कर्पुट डाँडा त्यो घरहरू बनाउँदो रहेछ कि यसरी हिमाल यस्तो राम्रो देखिरहेको छ भ्याना उठेर आउनु हाम्रो ओर्थिडै भयो भने पनि अब यतापट्टि चाहिँ नि यस्तो पुरै उस छ फोटो खिच्नु अरू मान्छे नै आउने होला यहाँनिर पोखरा भयो चाहिँ कर्पुट डाँडा मेन चाहिँ यही नै हो भ्याना आउनु ओर्थिड नै छ ल अब मोबाइल सेट गर्नु पऱ्यो पोखरातिर त्यही भएर त छिटो घाम लाग्छ त